नमस्कार, म विष्णु नेपाली। भर्खर सुरु भएको नयाँ वर्ष 82 मा राष्ट्र र नागरिकहरूका सबै खाले समस्याहरू समाधान गर्ने शक्ति र आशीर्वाद देवादिदेव महादेव श्री पशुपतिनाथ भगवानले सच्चा देशभक्त राष्ट्रवादी नागरिकहरूलाई प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै राज संस्था राजाको सपरिवारमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु। केही वर्ष अगाडिदेखि केही नयाँ शब्दहरू आए। त्यही शब्दमा खेलेर राष्ट्र र नागरिकको धज्जी उडाउने काम भयो नेपालमा। हाम्रो राष्ट्रमा साम्यवाद भन्छ, पुँजीवाद भन्छन्, समाजवाद भन्छन्, उदारवाद भन्छन्। यो शब्द जालले लुटेराहरूलाई, अपराधीहरूलाई राम्रो गरो, राष्ट्र र आम नागरिकको नोक्सान बनायो। वादहरूमा सबैभन्दा उत्तम वाद राष्ट्रवाद हो। सबै खाले तन्त्रभन्दा उत्तम तन्त्र प्रजातन्त्र, जनतन्त्र, जनतन्त्र, नागरिकतन्त्र नै हो। राष्ट्रवादमा आधारित मौलिक प्रजातन्त्रबाट मात्रै हाम्रो राष्ट्र सफल हुन्छ भन्ने मेरो ठम्याइ छ। लोक कल्याणकारी राज्य व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था भनिन्छ। जुनसुकै आवरणमा आओस्, प्रजातन्त्रको पुरानो परिभाषाको आवरणमा आए पनि, नयाँ आवरणमा आउँदा आए पनि त्यो राज्य व्यवस्थाले लोक कल्याणकारी कार्य गर्नु पर्यो। लोक कल्याणकारी काम अँगाल्ने राज्य व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था भनिन्छ। परिभाषा हामीले नयाँ खोजौँ। नागरिकको हित हुँदैन, राष्ट्रको हित हुँदैन भनेपछि त्यस्तो व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था भन्न सकिँदैन। लोकको हानि नोक्सानी गर्ने आयातित संसदीय व्यवस्थालाई प्रजातन्त्र लोकतन्त्रको जलब लगाउँदैमा प्रजातान्त्रिक र लोकतान्त्रिक हुँदैन र हुँदो रहेनछ भन्ने उदाहरण हालको व्यवस्था हो भन्ने विषयमा भुक्तभोगीहरू, सच्चा बुद्धिजीवीहरू सहमत र एकमत छन्, हुनै पर्छ। यसभन्दा अगाडिको भिडियोहरूमा संवैधानिक राज संस्था सहितको मौलिक, प्रत्यक्ष वा पूर्ण प्रजातन्त्रका राजनीतिक व्यवस्था, आर्थिक व्यवस्था, सामाजिक, सांस्कृतिक र परराष्ट्र व्यवस्थाका गुण र विशेषताहरूको व्याख्यासहित उल्लेखित व्यवस्था प्राप्त गर्ने मार्ग, शान्तिपूर्ण उत्सवमय जनआन्दोलन समेतको व्याख्या गरिसकेको हुँदा यो भिडियोमा समय सान्दर्भिक केही विषयहरूको चिरफार गर्दैछु। मलाई धेरै लामो व्याख्या गर्नु त्यति आवश्यक लाग्दैन। मलाई विद्वानहरूले बुझ्दा हुन्छ, विद्वानै होइन भने त अब बुझिरहनु पनि परेन। आफ्नो खाइजीवी गर्दा भयो। म देशलाई केही गर्छु भनेर त्यहाँ उफ्रिरहनु पनि पर्दैन, नागरिकहरूलाई अल्मल्याउनु पनि पर्दैन भन्ने मेरो चाहिँ धारणा हो। जतिखेर जुन राम्रो उपयुक्त धरातल देखिन्छ त्यो धरातलमा साथै हुन्छु म। एक नम्बरमा भन्न खोजेँ मैले, केही चिरफार गर्छु भनेर भनेको छु, तर एक नम्बरमा विगत केही महिना अगाडिदेखि केही विद्वान कलिएका विश्लेषकहरू र सञ्चारकर्मीहरू समेतले खुल्लमखुल्ला इन्डियाको साथ र सहयोगबाट हाम्रो राष्ट्रमा राज संस्था र हिन्दू राष्ट्र स्थापना हुन्छ भनेर अलाप बिलाप गर्दै आइरहेका छन्। यी खाले कुपात्रहरूले नेपाल राष्ट्रको सहज निकासलाई अन्यल सिर्जना गर्ने कोसिस गरिरहेका हुँदा सच्चा देशभक्त राष्ट्रवादीहरूले यस्तो प्रचारको भण्डाफोर गर्दै नेपाली नागरिकहरूकै आकांक्षा र योगदानबाट
संवैधानिक राष्ट्र संस्था सहितको मौलिक प्रत्यक्ष पूर्ण प्रजातन्त्र र वैदिक सनातन ओमकार परिवार सापेक्ष हिन्दू राष्ट्र स्थापना गरिने भन्ने विषयमा व्यापक प्रचार प्रसारको जरुरी छ। इन्डियाले हामीलाई सहयोग गरोस् नगरोस् सँग हामीलाई सरकार छैन, हाम्रो विषय हो यो। इन्डियालाई बढी थाहा छ हिन्दू राष्ट्र भन्ने थाहा छ उसलाई, कताको अब हिन्दू भन्ने चाहिँ थाहा छ उसलाई, वैदिक सनातन भन्ने थाहा छैन। मैले स्पष्ट रूपमा भने यस्तो विषयमा मैले विदेशको सवालमा म बोल्दिनँ। विदेश मामलाका को विदेशीलाई मैले गाली गर्न पनि जाने छैन, तिनीहरूलाई अन्डरमाइन मैले गर्दा नि गर्दिनँ। एउटै साँचो शब्द मैले भने, हिन्दू भन्ने शब्द थाहा छ उनीहरूलाई, हिन्दू धर्म भन्ने चाहिँ थाहा छ, वैदिक सनातन राष्ट्र थाहा छैन, वैदिक सनातन हिन्दू राष्ट्र थाहा छैन उनीहरूलाई। 2 नम्बरमा विगत केही महिना अगाडिदेखि केही विद्वान विश्लेषकहरूले नेपाली सेनाले सत्ता हातमा लिनेछ र राज संस्था र वैदिक सनातन हिन्दू राष्ट्र स्थापना गर्नेछ भन्दै नेपाली सेना समेतलाई विवादमा तान्ने र नागरिक आन्दोलनलाई दिग्भ्रमित बनाउने काम गर्दै आइरहेका छन्। यी अपराधी तत्त्वहरूको भण्डाफोर गर्दै नागरिक आन्दोलनको महत्त्व र क्षमताको विषयमा व्यापक प्रचार प्रसारको जरुरी छ। साथै नेपाली सेना राष्ट्रको सेना हो, सर्वसञ्चित कोषको रकम लिने बुझ्नेहरू राष्ट्र सेवकहरू हुन्, सरकारका दास होइनन्। विद्वानहरूले बुझ्नुहोस्, सर्वसञ्चित कोषको रकम कसले लिन्छ? राजनीतिक पदाधिकारी बाहेक। राजनीतिक पदाधिकारीले त तलब यो सर्वसञ्चित कोषको पैसा अनावश्यक दुरुपयोग गरेका छन्, त्यसको हिसाब किताब पछि होला। कर्मचारीको जस्तो तलब भत्ता लिने हो र? जनताको सेवा गर्छु, राष्ट्रको उन्नति र प्रगति गर्छु भनेर आउनेहरूले यिनले त यो लिएको तलब भत्ताहरू यो गैर कानुनी छ। यो व्यवहारिक छैन। तर सर्वसञ्चित कोषको रकम तलब भत्ताको रूपमा जसले लिन्छन् तिनीहरू राष्ट्र सेवक हुन्, सरकारको कमाराहरू दासहरू होइनन्। यिनीहरूले राष्ट्रको विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्दै कानुन बमोजिमको काम गर्नुपर्छ। सरकार भनेको केही पनि होइन। राज्य व्यवस्थामा प्रमुख रूपमा 3टा अङ्ग हुन्छन्। संसद हुन्छ, संसदको आफ्नो भूमिका छ, जिम्मेवारी छ। न्यायपालिकाको अर्को जिम्मेवारी छ। मन्त्री प्रधानमन्त्री त्यो आउँछ जान्छ, केही पनि छैन फरक। त्यो के छ र त्यसको महत्त्व? त्यति ठुलो महत्त्व छैन। वर्ष 1.5 वर्षमा अब सरकार परिवर्तन हुन्छ। राष्ट्र सेवकहरूले अब नेपाल प्रहरी पनि राष्ट्र सेवकहरू नै हुन्, अब अरू पनि छन्। राष्ट्रप्रति दत्तचित्त हुन आवश्यक छ। उहाँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उहाँहरूलाई स्थायी सरकार भन्छ। धेरै कुराहरू छन्, म लामो व्याख्या गर्न खोजिनँ मैले। सरकारका दास होइनन् राष्ट्र सेवकहरू भन्ने विषयमा देशभक्त राष्ट्रवादीहरूले चिरफार गरौँ। राष्ट्रका गहना हुन् यिनीहरू। नम्बर 3 मा केही वर्ष अगाडिदेखि विद्वान भनिएका विश्लेषकहरू यो संविधान र व्यवस्थाको विकल्प र निकास 47 को संविधान नै हो भन्दछन्। 47 को सालको संविधान चाहिँ अब निकास हुन सक्छ भन्छन्।
यी खाले कुपात्रलाई ६३ जेठ ४ गते पुनर्स्थापित प्रतिनिधि सभाले राज संस्था राजाको सवालमा, नेपाली सेनाको सवालमा र राष्ट्रको धर्मको सवालमा संशोधन के संशोधन गर्यो यिनीहरूलाई कि थाहा छैन। थाहा कि भन्देखि राष्ट्रलाई फेरि गुमराहमा राख्ने, नागरिकहरूलाई अल्मल्याउने जानाजान काम भएको छ। मैले कसैलाई अनावश्यक रूपमा आक्षेप लाउन खोजे होइन। राष्ट्र र नागरिकहरूलाई अलमल गर्न पाइएन। ६३ जेठ ४ गते भाँडभैलो भएको छ। भाँडभैलो भएको संविधानलाई कसरी पुनर्स्थापित गर्ने? ६३ वैशाख 11 को अवस्था, संवैधानिक अवस्था मात्रै 2047 को संविधान हुन सक्छ भने यस सन्दर्भमा विचार गर्न सकिन्छ। तर 47 को संविधान खोज्दा त जेठ ४ समेतको आउँछ। त्यो कारणले यहाँ बाधा छ भन्न खोजेँ मैले। यो विषयमा देशभक्त राष्ट्रवादीहरूले, नागरिकहरूले गहन विचार गरौँ। नम्बर 4, व्यवस्थावादीहरूका केही व्यक्तिहरू चाहिँ 72 को संविधान संशोधनबाट निकास आउँछ भन्नेहरू पनि छन्। यो संविधान संशोधन गर्न व्यवस्थावादीहरू नै तयार हुँदैनन्। यी खाले कुपात्रहरूको भ्रमजाल र षड्यन्त्रले राष्ट्र र नागरिकहरूलाई अलमल बनाएको छ। व्यवस्थावादीहरू संविधान संशोधन गर्ने पक्षमा छन् जस्तो लाग्दैन हामीलाई, मलाई लागेन। 47 को संविधान संशोधन नगरिकन सङ्कट यथावत राखेका पात्रहरू पनि छन्, अरू थपियाहरू पनि गतिला छैन। संविधान संशोधन गर्न भनेपछि यिनीहरूले भूमिका खेल्दैनन्। अब यस्तो विषय छ, यस्तो छ उनीहरूको व्यवहार। देशभक्त राष्ट्रवादीहरू सचेत हुनु पर्यो। संविधान संशोधनबाट निकास आउने सम्भावना छैन। त्यसैले आन्दोलनको भन्ने बित्तिकै अब व्यक्तिहरूले विभिन्न कुरा गर्छन्। शान्तिपूर्ण उत्सवमय जनआन्दोलन भने मैले नागरिक आन्दोलन गर्न पाइन्छ, गर्छन्। आन्दोलनबाटै अन्तरिम सरकारबाटै अन्तरिम संविधान मार्फत राष्ट्र संस्था सहितको पूर्ण प्रजातन्त्र र वैदिक सनातन हिन्दू राष्ट्र व्यवस्थित गरिने विषयमा देशभक्त राष्ट्रवादी नागरिकहरूले बोल्नुपर्छ। गन्तव्य स्पष्ट हुनुपर्छ। 5 नम्बर, केही अभियानका नायकहरू हाम्रो छुट्टै अभियान छ, हामी पनि राष्ट्र संस्था सहित वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा छौँ भन्दै सच्चा देशभक्त राष्ट्रवादी नागरिकहरूलाई अल्मल्याउने, रुमल्याइ राख्ने गर्दछन्, गर्दै आइरहेका छन्, गर्दैछन्, भविष्यमा पनि यिनले गर्छन्। जुन चाहिँ अलिकति राम्रो खालको अभियान छ त्यसमा व्यवधान खडा गर्ने कामहरू भइरहेको छ।
विगतदेखि भइरहेको छ, फेरि पनि गर्ने छन् यिनले। राष्ट्रको निकासलाई धकेल्छन् यिनले, पछाडि धकेल्छन्। केही राजनीतिक पार्टीहरू पनि सच्चा देशभक्त राष्ट्रवादी अभियानलाई साथ दिन्छौँ भन्दै देशभक्त राष्ट्रवादीहरूलाई धुलोमै मिलाउने कोसिस गरिरहेका छन्। यस विषयमा सचेत अभियान राम्रो अभियानमा रहेका नेतृत्वकर्ताहरूबाटै आफ्नै ढङ्गले राष्ट्रलाई योगदान गर्नु, हामी हाम्रै तरिकाले राष्ट्रलाई निकास दिने कार्यमा लाग्नेछौँ भन्न ढिला नगरौँ। विगतले यही प्रमाणित गरेको छ। यहाँ देखिया पार्टी थुप्रो धेरै पार्टीहरू छ, हाम्रो पनि पार्टी छ भन्छ, हाम्रो पनि पार्टी छ भन्छ। राष्ट्र र नागरिक भन्दा त्यसको पार्टी ठुलो हुँदैन, कसैको पनि पार्टी ठुलो हुँदैन। सत्तासीनहरूको त हुँदैन भने यी च्याउ उम्रे जस्ता यिनको पनि हुँदैन। यिनीहरूको भूमिका चाहिँ कस्तो छ भन्नुहुन्छ भने आधा महिना एक महिनामा एक दिन कार्यक्रम राख्ने, त्यसपछि आफ्नो प्रचार प्रसार होस्, आफ्नो पार्टीको अभियानको प्रचार प्रसार गर्ने, त्यहाँ बसेर राम्रो अभियानलाई पनि बाँड्ने, यस्तो देखिया छ। उनीहरू सुध्रिन्छन्, उनीहरू आफ्नो तरिकाले सुध्रिउन्, अलि राम्रोलाई चाहिँ यिनीहरूले हल्बलाउने विषयबाट चाहिँ राम्रो पक्ष, राम्रो अभियान चाहिँ बचाउँ। यस्तो विषयमा फेरि देशभक्त राष्ट्रवादीहरूले अलि भण्डाफोर गरौँ। आवश्यक छैन, उनीहरूले आन्दोलन गर्छन् भने ठिक छ, तिमीहरूले तिमीहरूकै तरिकाले गर। एजेन्डा मिल्छ ठिक छ, तिमीहरू तिम्रै तरिकाले गर, तर हामी हाम्रै तरिकाले गर्छौँ। भन्न पर्ने समय ढिला हुन लाग्यो कि भन्ने मैले महसुस गरेको छु। खालि सल्लाह गर्ने, छलफल गर्ने भन्छ। के छलफल गर्ने? 2 वर्ष भयो, 2 वर्ष 15 महिना भइसक्यो, कति अझ 3 महिना जति गइसक्यो। परिवर्तनले एउटा रूप देखाउन सकिरहेको छैन, परिवर्तन संस्थागत हुने रूप देखिएको छैन। अहिले राम्रो अभियान एउटा देखिएको छ, पछि म त्यस सम्बन्धमा केही कुरो भनौँला। कतै संलग्न नभइकन पनि राष्ट्र र नागरिकलाई योगदान गर्न सकिन्छ, आफूले जानेको कुरो बताउन सकिन्छ, आफूले गर्ने सहयोग गर्न सकिन्छ। त्यो अलिकति राम्रो अभियानलाई भाड्न चाहिँ जानु पर्दैन। यी कुपात्रहरू नजाँदा पनि के पनि फरक पर्दैन। यो खालि छलफल गर्ने भन्छ, सँगै जाने भन्छ, यी कुरा नै हो। माझीकोहरूको चाहिँ छलफल सल्लाह गर्दा 9 गाउँ सखाप, बाढीले सखाप भइसक्यो भने जस्तो हुने भएकोले मैले त्यो देखाएको छु, भइरहेको पनि छ। देशभक्त राष्ट्रवादीहरू सच्चा चाहिँ असल, कसलाई असल भन्ने, चस्मा लगाएको, टाई लगाएको, टोपी दौरा सुरुवाललाई चाहिँ असल भन्न सकिएन। मन वचन कर्म मिलेको, सफा मन वचन कर्म मिलेकोलाई चाहिँ असल भन्न सकिन्छ। राष्ट्रको विषय जहाँ आउँछ त्यहाँ आफ्नो अभियानको कुरो आउँदैन, आफ्नो पार्टीको कुरो आउँदैन। यसलाई विशेष ध्यान दिनु होला देशभक्त राष्ट्रवादीहरू, असल राष्ट्रवादीहरू, देशभक्तहरूले। 6 नम्बरमा राष्ट्रको असोज अवस्थालाई पार लगाउन नयाँ सच्चा देशभक्त राष्ट्रवादी व्यक्तिहरूको सहभागिता चाहिँ जरुरी छ।
आफसे आफ आउँछ। आफसे आफ आउने बाटो चाहिँ खुलोस्, आउँछन्। र राष्ट्रव्यापी कार्यक्रमको खाँचो छ। नयाँ नयाँ देशभक्तहरू राष्ट्रवादीहरूको पनि खाँचो छ। सहभागिता हुन्छ, हुँदै जानेछ। कार्यक्रम पनि राष्ट्रव्यापी हुनुपर्छ। जिल्ला जिल्लाहरूमा, पालिका पालिकाहरूमा कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने आवश्यक पनि छ। हालसम्म बडा नराम्रा दृश्यहरू देखिए। भलै त्यो दृश्यले अब आम नागरिकहरूलाई केही सचेत चाहिँ बनायो। काठमाडौँ उपत्यकामा, काठमाडौँमा एक दिन गरिने 2-4 घण्टा कार्यक्रममा देशभरिबाट नागरिकहरू बोलाउने, यो बडा गलत अभ्यास हो। उपत्यकामा 30-40 लाख मान्छे बस्छन्, त्यहाँको जनजीवन बहुत कष्टकर छ। सर्वसाधारणहरूको जनजीवन बहुत कष्टकर छ। उहाँहरूलाई भरपर्दो नेतृत्व र योजना सहितको नेतृत्व नदेखेका कारणले सहभागिता नभएको हो। यस्तो विषयलाई हामीले स्वीकार्नु पर्ला। असल देशभक्तहरूले बुझ्नु पर्यो, राष्ट्रवादीहरूले बुझ्नु पर्यो। पानी किनेर खाएका छन्, ज्याला गरेर दिन गुजारेका छन्, साथ दिन्छन्। राम्रो अभियानलाई साथ निश्चित रूपमा दिन्छ। दिने अब लिने खालको पनि हुनु पर्यो अभियान चलाउनेहरूले। अब जिल्ला जिल्लाहरूमा, गाउँ गाउँमा पनि क्षमता अनुसारको नेतृत्वको निस्कन्छ, विकास हुन्छ। मुहान सङ्लिसकेपछि त्यहाँ तलतिर बग्ने पानीहरू राम्रै सफा पानी बग्छ। मुहान सफा हुनुपर्छ। राम्रै छ, धेरै नराम्रो अवस्था मैले महसुस गरेको छैन, राम्रो छ। हामी गाउँघरमा बस्छौँ त अब व्यवस्थावादी पार्टीहरूको बीचका नेतृत्व, बीच तहको नेतृत्व र तल्लो स्तरको नेतृत्व तथा आम नागरिकहरू समेत यो व्यवस्थाबाट त्रसित छन्, आक्रान्त छन्। उहाँहरूलाई पनि चेतना जागिसकेको छ, यो खराब व्यवस्था रहेछ, जति सक्दो चाँडो अन्त होस् भन्ने उहाँहरूको भनाइ छ। त्यस्तो समय आयो भने साथ दिन्छौँ पनि भन्छन्। राम्रो छ। तर मुख्य अभियानहरूले विशेष ध्यान पुर्याइदिनु पर्यो। देशभक्त राष्ट्रवादीहरू चाहिँ जताततै छरिएर रहेका भए पनि बोलिदिनु पर्यो। सक्या साथ दिनु पर्यो देशभक्त राष्ट्रवादी नागरिकहरूलाई। अहिले संसारको जगत बडा राम्रो छ। सजिलो छ। यसको सदुपयोग गर्नु पर्यो देशभक्त राष्ट्रवादी नागरिकहरूले। युट्युबमा जाने, टिभीमा जाने, पालोले कुरेर के गर्नुपर्ने हो त्यहाँको मलाई थाहा भएन। समय खेर मात्रै जान्छ, बरु आफैले सदुपयोग गरौँ। आफ्नो धारणा, आफ्नो विचार, यसो गर्दा राम्रो हुन्छ कि, सल्लाह दिउँ, बोलौँ।
आफ्नै मोबाइलको सदुपयोग गरौँ भने मैले त्यहाँ पालो कुरिरहनु पनि पर्दैन, आफ्नो मनमा लागेको कुराहरू व्यक्त गर्न पाइन्छ। सभ्य तरिकाले व्यक्त गरौँ। जसका कारणले सबै पीडितहरूको समर्थन र साथ लिन चाहिँ देशभक्त राष्ट्रवादीहरू दत्तचित्त भयो भने सुनमा सुगन्ध हुन्छ। मैले यति नै भने। 7 नम्बरमा राज संस्था राजाबाट समय समयमा भएका सन्देश सम्बोधनहरूमा राष्ट्र र नागरिकहरूकै समस्याहरूप्रति चिन्ता प्रकट भएको छ। अशान्तिको कुरा गर्नु भएको छैन, आफ्नो पद प्रतिष्ठाको कुरो उठाइएको छैन। बरु पहिले पनि त्याग गरेका हौँ, अझै के त्याग गर्नु पर्यो, तयार छु भन् मिलेर समस्या समाधान गरौँ राष्ट्रको भन्ने कुरो चाहिँ गर्नु भएको छ। राष्ट्र सङ्कटमा छ भन्नुभयो, राष्ट्र सङ्कटबाट पार गराउनु पर्छ भन्नुभयो। कसैको कुबलो नचिताउँ पनि भन्नुभयो, अशान्तिको बाटो नरोजौँ खोज्नु हुँदैन पनि भन्नुभयो। असल काममा अगाडि बढौँ, राम्रो सभ्य तरिकाले गरौँ भनेर भन्नुभयो। पृथ्वी विचारको कुरा राख्नु भएको छ। समग्रमा यो नेपालवाद हो। अघि मैले राष्ट्रवाद भने, नेपालको सवालमा पृथ्वी विचार, पृथ्वी पथ, नेपालवाद हो। नेपालको लागि काम लाग्छ। अन्य देशलाई काम लाग्छ लाग्दैन सम्म हामीलाई सरकार छैन, हामी नेपालमा लागू गर्ने हो यो विचार। यसलाई नेपालवादको रूपमा हामीले बुझौँ। यस्तो विशेष शब्दहरू, यस्तो आशा जगाउने, निराशामा भएकाहरूलाई चाहिँ नागरिकहरूको आशाको केन्द्र बन्नु भएको छ राजा। उहाँलाई चाहिँ उहाँको सुस्वास्थ्यको मैले कामना गरेँ, अगाडि नै भनिसकेको छु। यस्तो शिखर संस्था, शिखर व्यक्तिलाई तथानाम गाली गर्ने, धम्की दिने, आरोपित गर्ने, जेल हाल्ने जस्ता घृणित अभिव्यक्तिको देशभक्त राष्ट्रवादी नागरिकहरूले भण्डाफोर गर्न जरुरी छ। फेरि केही बडा तिखारिएर युट्युबतिर आउँछन्, टिभीतिर जान्छन्। जेल हाल सके थुनेर देखाऊ जस्ता अपराधीकै मतियार बोली वचन बोल्छन्। किन हाल्नु पर्यो जेल? के गल्ती भएको छ त? के गल्ती गर्नुभयो उहाँले त नराम्रो कुरा गर्नुभएको छैन भनेर अडान राख्नु पर्यो। र यसरी जथाभावी बोल्नेहरूको लाई चिन्नु पर्यो। अब यस्तो बोली बोल्नेहरूले पनि विचार गर्नु पर्ला। केही लसारपाटो लाउन सक्दैन, बढी उफ्रेर सक्सेस जेल हाल, थुनेर देखा भनेर भन्छ। त्यो यस्तो बोलिरहन आवश्यक छैन। यिनीहरूको बोली आफै बन्द होस्। देशभक्त राष्ट्रवादीहरूले चिरफार गरौँ। राज संस्थाले नेपाल राष्ट्रको निकासका लागि 46 सालमा 63 सालमा सर्वोच्च भूमिका निर्वाह गरेकै कारण उल्लेखित समयमा राष्ट्रले निकास पायो। अहिले 2 वर्ष 3 वर्षको बीचमा राष्ट्रले निकास पाएको छैन। किन भन्दा सर्वोच्च संस्था राष्ट्रमा रहेन। शिखर संस्था, शिखर व्यक्ति नभएको कारणले नै हामीले राज संस्था आवश्यक पर्छ। सङ्कटमा मिलाउँछन्, सबैलाई मिलाउन सक्ने क्षमता छ, मिलाउँछन्।
भन्ने बुझेर नै राज संस्था चाहियो भनेर भने हो। हामी जतिसुकै विद्वान हौँ, हामी पनि अलमलमा पर्छौँ। नाता गोता भन्छ, दाजुभाइ भन्छ, अप्ठ्यारो परिन्छ। हामी साथीभाइ भनौँ, राजाको साथीभाइ पनि हुँदैन, नाता गोता पनि हुँदैन। हामी नाता गोता हौँ भन्नेहरूले पनि कुरो बुझ्दा हुन्छ, नाता गोता छैन भन्ने कुरो हेऱ्यौँ हामीले, हेऱ्यौँ हामीले, देख्यौँ। सङ्कटमा कोही हुँदैन, पछि केही रहेछ भनेदेखि केही त्यस्तो भइगयो भने हामी त फलाना रे भन्ने पनि छन्। यी पनि त्यति राम्रो मलाई लाग्दैन। राजाको राम्रो भूमिका छ, पछि राष्ट्रको लागि राम्रै हुन्छ। देशमा निकास दिँदा रहेछन् भन्ने कुरो त यी पार्टीका नायकहरूलाई थाहा छ नि त। प्रतिनिधि सभा पुनर्स्थापना गर्दै भन्नुभयो भने गरिदिनु भयो। ठिक छ, तिमीहरूलाई राम्रो हुन्छ भने गर्न, देशलाई राम्रो बनाऊ, गरिदिनु भयो त। बहुदल मागे दिए। त्यस्तो शिखर संस्थालाई, त्यस्तो शिखर पुरुषलाई, व्यक्तिलाई हाम्रो त राज संस्था राजा भन्छौँ, अपमानित गर्ने, घृणा गर्ने काम नगरौँ। त्यो गर्नेहरूले पनि नगरौँ। होइन, हामी त राजाकै संस्था, राज संस्थाकै पक्षमा हौँ भन्नेहरूले पनि जथाभावी यस्तो मतियार बोली नबोलौँ भन्ने कुरा विचार गरेँ। देशभक्त राष्ट्रवादीहरूले यो व्यक्ति चिन्नुपर्छ। हामीले समय पनि चिन्नुपर्छ, व्यक्ति पनि चिन्नुपर्छ। यसलाई यतातिर ध्यान पुर्याउनु पर्छ सबैले। आफूले आफ्नो तरिकाले भूमिका खेल्नुहोस्। घरै बसेर पनि खेल्न सकिन्छ। म त घरमै छु, घर गाउँमै छु। आफ्नो घर व्यवहार, खेतीपाती छ, अध्ययन अनुसन्धान गरिरहेको छु। पछि भेटघाट गरौँला। मैले यसमा यी 7वटा बुँदामा मैले केही कुराहरू राखेँ। देशभक्त राष्ट्रवादीहरू असल अभियानलाई हाम्रो समर्थन छ, मेरो समर्थन छ। साथ दिने दिन आउँदाखेरि त्यस्तो दिन साथ दिन सकिन्छ। यो साथ नै हो, यो टाढाको कुरो छैन। बोलीले मैले साथ दिएँ, मैले मन वचन कर्मले, सफा मन वचन कर्मले मैले साथ दिएँ, दिनेछु। अब अन्तमा मैले केही विषयहरू राख्दछु। 47 को संविधान कसरी पुनर्स्थापित हुन्छ, कसरी संशोधन हुन्छ। 63 जेठ 4 को 47 को संविधान भयो भने के हुन्छ भनेर भनेका छन् केही मित्रहरूले। कुरो खोलेर भनिदिनुहोस् बोल्नेहरूले। तर यो कठिन मार्ग छ अझै, यसलाई पनि मैले कठिन देखाएको छु। 72 को संविधान संशोधन हुने भरपर्दो आधार देखिँदैन। 47 को त मैले भनिहालेँ। व्यवस्थावादीहरू राष्ट्रलाई निकास दिने मार्गमा अवरोध गरिराखेका छन्, गर्छन् पनि। यिनले छलफल वार्तामा को आह्वान पनि गर्दैनन्। यिनीहरूले अहिलेसम्म गरेका छैनन्। बडा झन्झन समस्याहरू जगडिँदै गएको छ। आफै ल्याउँछन् फेरि समस्या, निम्ता गरिकन पनि ल्याउँछन् फेरि। उनीहरू बलियो हुनलाई ल्याएको, तर कमजोर बनाउँछ। के गर्ने अब, पापको घैँटा त फुट्छ। त्यस्तै भएको छ। यस्तो यो वास्तविक अवस्था हो। 47 को संविधान कसरी पुनर्स्थापित हुने, कसरी संशोधन हुने, कठिन छ।
72 को संविधान संशोधन यी व्यवस्थावादीहरूबाट हुन सक्ने देखिँदैन, मैले देख्दिनँ। नयाँ निकास खोज्ने कुनै बाटो छलफल वार्ता समेत त्यस्तो छैन, भएको छैन, भएको बुझिएन। त्यो कारणले नागरिक आन्दोलनबाटै निकास खोज्नुपर्ने सङ्कटपूर्ण घडीमा नागरिक अगुवाहरू अभियानले छिटै नयाँ अन्तरिम संविधान 82 को मसौदा तयार गर्नुपर्छ। नागरिकहरूलाई पनि सजिलो हुन्छ, साथ दिनेहरूलाई पनि धेरै सजिलो हुन्छ, फटाहरू पनि नङ्गिन्छन्। यो आवश्यक छ। निकास कहाँ हो भन्ने कुरो पनि आउँछ। बाहिर प्रचार प्रसार गरिरहनु पर्दैन यस्तो विषय, तर तयारी अवस्थामा राख्न आवश्यक छ। अन्यथा राष्ट्रले झनै सङ्कटपूर्ण अवस्था झेल्नुपर्ने सम्भावना देखिन्छ। एउटा नेपाली उखान छ, स्यालको शिकारमा जाँदा बाघको खजना पनि बोक्नु भन्छ। मार्न जाने स्यालै हो, त्यसमा शङ्का छैन, तर बीचमा चितुवाहरू बाघ आयो भने के गर्ने? अभियानले विचार पुर्याउनु। यस विषयमा मैले यो जे जति भने आम नागरिकहरूले, अब जति भाग्यमानीहरूले थाहा पाउनुहुन्छ, उहाँहरूलाई पनि जानकारी, उहाँहरूले पनि बुझ्नु होला। विशेष रूपमा अहिलेको शिखर संस्था, अभियानको शिखर संस्था नेपाल प्राज्ञिक मञ्चले बुझोस्, नेपाल प्राज्ञिक मञ्चले बुझोस् र यो नेपाल प्राज्ञिक मञ्च जुगजुगसम्म जाने संस्था हो। म सहभागी हुन्छु। मलाई गर्व लाग्छ त्यहाँ प्रवेश गरिसकेपछि। मैले नाम सुन्दैखेर अब यहीँबाट राष्ट्रको लागि उत्तमभन्दा उत्तम योजना कोर्नुपर्छ भन्ने महसुस गरेको छु। नेपाल प्राज्ञिक मञ्चले यी विषयहरूलाई ध्यान पुर्याउनेछ भन्ने पनि आशा राखेका छु। मेरो समर्थन भयो आजैका मितिदेखि। अब मैले सक्दो साथ दिने हो। विधाताले कति खटाउनुहुन्छ त्यो पुरापुर प्राप्त हुन्छ। यति भन्दै मेरो भनाइलाई अन्तिम गरेँ। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। भगवान बुद्ध, भगवान स्वयम्भूनाथ, माता सीता सबको सद्बुद्धि प्राप्त होस्, शक्ति प्राप्त होस् देशभक्त राष्ट्रवादीहरूलाई। मैले यही प्रार्थना गरी भगवानलाई। जय होस्।